अब बुढी पनि विदेश पठाइयो। अब खै एक्लै जिउन त गाह्रो पो हुँदो रहेछ। के गर्ने अब यसो अब के गर्नु पर्यो उपाय। एउटा साथीको बुढा विदेश गएको छ भनेछ। अब उसको पनि बुढो छैन, मेरो पनि बुढी छैन। अब उसलाई बोलाएर टाइम पास गर्नु पर्यो। अब फोन गर्नु पर्छ छ। हेलो यता सुन न, यहाँ पहिला हामी बसेको यो पुरानो यो जम्बू डाँडाको बाटोमा आउनु। तिमीसँग भेटेर धेरै गफ गर्नुपर्छ कि। म यहीँ बसिरहेको छु। ल ल छिटो आऊ है। अब चाहिँ के होला जस्तो छ, कुरा मिल्यो के होला जस्तो छ। किन बोलाएको हुन्छ? केही न केही चाहिँ छ। त्यो आज त धेरै दिन त सम्झिनु भयो नि त। किन त नसम्झेर के हो र कहिले गएको नि? अस्ति मात्र गएको नि। तिमीसँग धेरै कुरा गर्नुपर्छ है। अब यतै निस्किनु पर्ला है। ग्रुप त छ ल। के हो नि ग्रुप जस्तो लाग्छ चाहिँ? त्यहाँ पनि त्यसो होला नि तिमीलाई। के भन्यो होला र? कहाँ नि त्यहाँ माथि जानु हुन्छ। त्यहाँ माथि जाने के गएर भन्नु न? त्यहाँ गएर होला नि त। कति वर्ष भयो विदेश गएको? 1 वर्ष 2 वर्ष भइसक्यो। त्यतिमै बिर्छु नि। म त 1-2 हप्ता भएको छ कति याद आएको छ। त्यस्तो कुरा हुन्छ र? यो संसारमा सबै कुरो त्यही त हो। ल मेरो हुनेवाला बुढी अब यहीँ बस्नु पर्ला। अनि यति राम्रो चौरी छ नि बस्नु मिल्दैन नि। ल ठिकै छ नि त बस्नु। कस्तो राम्रो ठाउँ आइदिइहाल्यो है। अनि विदेशबाट रोका चाहिँ कति झार्यो तिमी बुढो? 2 वर्षमा झार्यो होला। 2 लाख त्यस्तै हो। अनि तपाईँको चाहिँ? आफ्नो त के गर्नु भर्खर 2-4 हप्ता भएको छ। के झार्नु झार्ला नि, कमाउँदै होला नि। आउन त आयो सिक लाग्यो। किन सिक्सिक भन्नु? यस्तो राम्रो सुनसान ठाउँ छ, कसले देख्छ? कोही छ? पहिलाको बुढी पनि मैले यहीँ ल्याएर डेटिङ बसेर के गरियो देश पठाएँ। त्यही भएर तिमीलाई यही ठाउँ ल्याएको कि मैले। राम्रो लाग्यो तिमीलाई? अनि लाज लाग्छ। यस्तो सुनसानमा पनि लाज मान्ने? केही गर्नु बोलाउनु भएको मलाई? तिम्रो बुढो विदेश गएको 2 वर्ष भइसकेछ। तिमीलाई के गाह्रो महसुस हुँदैन? भएको त छ नि, के गर्नु बुढाकै बाटो बसिरहेको छु। सधैँ बुढोको बाटोमा त के हेर्नु, यसो हल्का रमाइलो गर्नु हुँदैन है?
त्यो 2 वर्षको इच्छा पनि पुरा गरिदियो। अब मेरो 2-4 हप्ताको मौज पनि चेन्ज गरिदियो र जम्मा भयो। अब मेरो पनि बुढीले पैसा पठाएपछि अर्को यसै भेटेर